विक्रम सम्वत 2050 सालमा स्थापना भएको मनास्लु बोर्डिङ स्कुल सुन्दर रमणीय वातावरणमा तनहुको डुम्रेमा सञ्चालनमा रहेको छ। यो स्कुलमा प्रवेश गर्दै गर्दा आकर्षक र मनमोहक वातावरणमा विद्यार्थीहरू रमाइरहेको देखेपछि जो कोहीको मन पनि दङ्ग पर्दछ। मन्टेश्वरी शिक्षादेखि कक्षा 12 सम्म अङ्ग्रेजी माध्यमबाट पढाइ हुने मनास्लुको वरपर हरियाली, विद्यार्थीका लागि उपयुक्त कक्षा कोठा, सहरको नजिक उच्च स्थानमा धुलो, धुवाँ, प्रदूषणबाट टाढा रहेको स्कुलमा रमाइलो वातावरणका साथै क्षमतावान र मिजासिला शिक्षक शिक्षिकाहरू पाएको विद्यार्थीको भनाइरहेको छ। मलाई मेरो विद्यालय रमाइलो लाग्छ किनकि पहाडकी रानी मन्दिपुरको काखमा रहेको मेरो विद्यालयमा हरियाली र रमणीय वातावरण रहेको छ। यस शान्त वातावरणमा मेरा बुबा आमा जसरी नै माया गर्ने मेरा शिक्षक शिक्षिकाहरूले मलाई पढाउनुहुन्छ। खेलकुदका लागि खेल मैदान र हरेक शुक्रबार यहाँ विभिन्न कार्यक्रमहरू हुन्छन्। यस शान्त वातावरणमा पढाइने हुनाले मलाई यो ठाउँमा रहेका विभिन्न विद्यालयहरूमध्ये मनास्लुमा नै पढ्न मन लागेको हो। यस मनास्लु विद्यालयका शिक्षकहरू पनि एकदम फ्रेन्डली हुनुहुन्छ र यहाँका इन्भाइरोमेन्ट वातावरणहरू पनि एकदम राम्रो छ। पढाइमा एकदम सपोर्ट गर्छ यहाँका टिचरहरूले र पढाइ मात्र नभई खेलकुदमा पनि यो स्कुलमा एकदम राम्रो छ। उत्कृष्ट खेलाडी र उत्कृष्ट विद्यार्थीलाई यहाँ छात्रवृत्तिको पनि सुविधा छ। लाइब्रेरीको व्यवस्था, विद्यार्थीको विज्ञानमा ज्ञान बढाउन साइन्स ल्याब, खेलकुदमा विद्यार्थीहरूलाई दक्ष बनाउन खेल मैदानले पनि विद्यार्थीहरूको आकर्षणको केन्द्र बन्दैछ मनास्लु। सानो चौघेरो केही सङ्ख्यामा विद्यार्थीहरूबाट सुरु भएको मनास्लु अथक मेहनतले आज उक्त स्कुलमा विशाल संरचना खडा भएको छ। मनास्लुमा 1300 भन्दा बढी विद्यार्थी हाल अध्ययन गरिरहेका छन्। अहिलेसम्म हजारौं विद्यार्थीहरूलाई शिक्षा दिइसकेको मनास्लु आजको अवस्थामा आइपुग्नुमा शेयर सदस्यहरू, शिक्षक, अभिभावक लगायत धेरैको मेहनत रहेको बताउनुहुन्छ विद्यालयका प्रिन्सिपल हरिचन्द्र अधिकारी। मेरा शेयर सदस्यहरू, इष्टमित्रहरू, अभिभावकहरूले वर्षै पछि हामीले गरेको परिवर्तनलाई माया गर्दै जानुभयो। बिस्तारै पढाइको प्रगति पनि हुँदै गयो र हामीले आवश्यक रूपमै स्कुल सञ्चालन गर्छौँ भन्ने हिसाबले बिस्तारै होस्टेलको पनि व्यवस्था हुँदै गयो। भौतिक संरचनाहरू पनि बन्दै गए। हरेक कुराको सुरुवात आर्थिक रूपमा सम्पन्न नभइकन गर्न गाह्रो हुन्छ। त्यही पनि हामीले ऋण धन गरी अहिले पक्की भवनहरू बनाएका छौँ। विद्यालय राम्रो बनाउन विद्यार्थी तथा अभिभावकलाई आकर्षित गर्नका लागि लगानी र मेहनत त गर्नुपर्दछ, तर मेहनत र लगानी पनि सही ठाउँमा सही तरिकाबाट गरियो भने सफलताका साथै सन्तुष्टि पनि प्राप्त गर्न सकिँदो रहेछ भन्ने उदाहरण मनास्लुले पछिल्लो समय दिइरहेको छ। विद्यालय जस्तो पब्लिक संस्था अथवा सार्वजनिक संस्थामा त झन् अभिभावक, विद्यार्थी र शिक्षकको त्रिकोणात्मक सम्बन्ध कायम भएन भने त्यो त सम्भावना नै छैन। तर म चाहन्थेँ यो सबै होस्। हुन त हामीले अभिभावकलाई वर्षै पछि छुट्टै प्रकारले चाहिँ अभिभावक शिक्षा भनेर त राखेको छैनौँ। तैपनि हामी अभिभावकसँग हाम्रो स्कुलको रिजल्ट चाहिँ जहिले पनि अभिभावकलाई मात्रै हामीले बुझाउँछौँ। यहाँ स्कुलको रिजल्टको दिनमा चाहिँ विद्यार्थीलाई हामी रिजल्ट दिँदैनौँ। अभिभावकलाई नै बोलाएर उहाँहरूलाई नै राखेर उहाँहरूले आफ्नो पेपरहरू हेरेर समय सीमाभित्र बुझाउन सक्नुहुन्छ। शिक्षकसँग प्रत्यक्ष कुराकानी गर्न सक्नुहुन्छ। कमजोर भएको विद्यार्थीको बारेमा छलफल गर्न सक्नुहुन्छ। The first point is our school is located near Dumre area, but it has a very peaceful environment. Our school provide theory plus practical based education. Our teachers are very qualified and friendly and very supportive, and it has a lot of bus facilities, sports facilities, and computer labs, hotel management labs, and
Here education is well better than the others. So म स्कुलमा आएको पहिलो वर्षदेखि मैले कुनै पनि अभिभावक अथवा विद्यार्थीको लागि भनेर हामीले डोर टु डोर हिँड्नु पनि परेको छैन। हाम्रा जति पनि सूचनाका माध्यम छन्, हाम्रा अभिभावक, हाम्रा विद्यार्थी, शुभचिन्तक नै हाम्रो स्कुलको गहनाहरू उहाँ हुनुहुन्छ। उहाँहरूले नै मैले गरेका कामहरू मन पराएरै होला भन्छु। प्रत्येक वर्ष हाम्रो विद्यार्थीको सङ्ख्या पनि बिस्तारै बढ्दैछ। समाजमा स्थापित भएको मान्यता जस्तै निजी स्कुलले शुल्क उठाउन मात्र कडाई गर्छन् भन्ने मान्यता विपरीत मनासलुले मन फुकाएर शिक्षा पनि दिएको छ। हालसम्म हजारौं विद्यार्थीहरूले यस स्कुलबाट छात्रवृत्तिमा अध्ययन गरिसकेका छन्। यस वर्ष पनि मनासलुमा 118 जना विद्यार्थी निशुल्क अध्ययन गरिरहेको बताउनुहुन्छ विद्यालयका प्रिन्सिपल हरिचन्द्र अधिकारी। उहाँको विचार सुन्दा लाग्छ गुणस्तरीय शिक्षा दिन मात्र तल्लीन होइन मनासलु बोर्डिङ स्कुल विद्यार्थीहरूलाई सेवा र सुविधा दिन पनि कटिबद्ध छ। प्राइभेट सेक्टर भएकोले हामीले अभिभावकले तिरेको पैसाले चल्ने हो, तर पनि सबै अभिभावक त्यही स्तरको हुनुहुन्छ भन्ने हामीलाई लाग्दैन र हुनु पनि हुँदैन। तर कतिको चाहिँ चाहना यहाँ पढाउन पाए हुन्थ्यो भन्ने पनि देख्यौँ हामीले। त्यसकारण हामीले चाहिँ नै स्कुलमा चाहिँ छात्रवृत्तिको व्यवस्था अनुसार अहिले मेरो विद्यालयमा 118 जना विद्यार्थीहरू छात्रवृत्तिमा पढ्नुहुन्छ यहाँ। त्यसबाहेक पनि हामीले अब अलिकति यहीँ अध्ययन गरिरहनु भएको फीहरू तिरिरहनु भएको अभिभावकहरू जसको केही कारणवश उहाँलाई पढाउने प्यारेन्ट्सको समस्या आयो, स्वास्थ्यमा समस्या आयो, अथवा कमाउने आमा अथवा बाबा जो यहाँ उहाँहरूले टिपाउनु भएको छ हामीलाई, उहाँहरूको आर्थिक अवस्थामा समस्या आयो भने त्यस्तो बच्चालाई अथवा बाइदे हामीलाई त्यस्तो नपरोस् कसैलाई, यदि कसैको मृत्यु भयो त्यस्तो अवस्थामा चाहिँ हामीले त्यो बच्चालाई कक्षा 12 सम्म निशुल्क पढाउँछौँ यहाँ। त्यस्तै 1 कक्षादेखि 12 कक्षासम्म छात्रवृत्तिको अवसर छ र कुनै पनि सरकारी विद्यालयबाट चाहिँ प्रथम भएर आएका विद्यार्थीलाई मैले स्वतः यहाँ छात्रवृत्तिमै पढाउँछु। विद्यार्थी भनेका काँचो माटो हुन्। तिनीहरूलाई कस्तो बनाउने स्कुलका शिक्षक शिक्षिकाको हातमा रहेको कुरालाई मनन गर्दै मनासलुले आफ्नो स्कुलमा अध्ययन गर्ने विद्यार्थी योग्य र दक्ष बनाउन र तिनका अभिभावकलाई सन्तुष्ट बनाउन महत्त्वपूर्ण भूमिका खेलेको छ। हाम्रो यो मनासलु स्कुलमा चाहिँ हामीले हरेक वर्ष हाम्रो प्रिन्सिपल सरज्यूले हामीलाई मोन्टेसरी ट्रेनिङहरू पनि दिनुहुन्छ। यो तल मोन्टेसरी टिचरहरूलाई, ग्रेड टिचरहरूलाई चाहिँ मोन्टेसरी ट्रेनिङ दिनुहुन्छ। अनि प्लस हाम्रो एज अ होल पुरै स्कुलमा जतिजना पनि हामी शिक्षक छौँ सबैलाई कहिले ह्यान्डराइटिङ ट्रेनिङ, कहिले इङ्ग्लिस ट्रेनिङहरू हामीलाई प्राप्त भइरहेको छ। त्यही अनुसार हामीले बच्चाहरूलाई कतिसम्म हामीले कतिको राम्रो उहाँहरूलाई थियोरी मात्रै होइन प्र्याक्टिकली पनि कसरी ज्ञान दिन सक्छौँ त्यही अनुसार हामीले काम गरिरहेका छौँ। सिकाइ पद्धतिमा हामीले अब मोनोकर्सिभ ह्यान्डराइटिङहरू प्रयोग गरेर बच्चाहरूलाई आर्ट एन्ड क्राफ्टको माध्यमबाट पनि सिकाइरहेका छौँ। हाम्रो अब बालमैत्री शिक्षा जस्तै छ, मायालु वातावरण छ, टिचरहरू विद्यार्थीसँग अलि नजिक भएर घुलमिल भएर मायालु पाराले पढाइन्छ। अभिभावकहरू अब नयाँ बच्चाहरू यहाँ भर्ना गर्नुभएकोहरू चाहिँ अब सन्तुष्ट नै हुनुहुन्छ। पहिलाको स्कुलमा भन्दा पनि राम्रो। अब यहाँ आएपछि ह्यान्डराइटिङहरू राम्रो नभएको बच्चाहरूलाई चाहिँ हामीले सुधार गरेर सकेसम्म यो एक्जाम सकिएपछिको पहिलो हप्ता पनि ह्यान्डराइटिङमै जोड दिने र रिभिजनहरू गराउने। अनि त्यसपछि नयाँ बच्चाहरूलाई पनि मोनोकर्सिभ जानेकोहरू त भइहाल्यो, नजानेकोहरूलाई पनि मोनोकर्सिभ कपीमै लेख्न दिएर बोर्डबाट भन्दा पनि कपी डाउन जस्तो दिएर सार्न लाएर अनि त्यो ह्यान्डराइटिङ सुधार गरेपछि मात्रै हामीले अगाडि बढाउँछौँ कोर्सहरू। विद्यार्थीहरूलाई किताबी शिक्षा दिन त जरुरी छ नै, भोलिका कर्णधारलाई खेलकुद लगायतका अन्य अतिरिक्त क्रियाकलापमा उत्कृष्ट बनाउन पनि मनासलुले ठूलो मेहनत र लगानी गरेको छ, जसलाई स्कुलको भू बनोट र भौतिक संरचनाले पनि दरिलो साथ दिइरहेको छ, जसका कारण विद्यार्थीहरूले पनि जिल्लामा हुने विभिन्न खेलकुद लगायतका अन्य प्रतियोगितामा उत्कृष्ट नतिजा ल्याउन सफल भइरहेका छन्। अनि स्पोर्ट्सको कुरा गर्नुहुन्छ भने भलिबल, टेबल टेनिसहरू, ब्याडमिन्टनहरू त हामी यहाँ खेल्छौँ।
त्यस्तै गरेर अहिले राष्ट्रपति रनिङ सिलहरूमा सहभागी हुँदा नेसनल प्याक्सम्यानको कार्यक्रममा सहभागी हुँदा सायद अभिभावकहरू अब स्थानीय मान्छेहरूले नाम सुनिरहनु भएको होला, त्यो आफै जगजाहेरै छ। त्यसकारण हामीले स्पोर्टमा पनि अब हामीले आर्थिक रूपमै हामीले केही खर्च पनि गर्छौँ स्पोर्टको लागि। त्यस्तै हामीले स्कुलमा चाहिँ नै नर्सिङ फेसिलिटी सायद अब प्राइभेट स्कुलले नर्सिङ सेवा राखेको चाहिँ यही मात्रै हो कि जस्तो लाग्छ, मलाई त्यति अरू त ज्ञान छैन। तर मैले राखेको 4-5 वर्षै भइसक्यो। यहाँ एकजना स्थायी नर्स स्टाफ नर्स हुनुहुन्छ यहाँ, उहाँले चाहिँ बच्चाहरूको समस्याको बारेमा स्कुल आवरभित्र केही समस्या पऱ्यो भने हामीले औषधिहरू पनि निःशुल्क उपलब्ध गराउँछौँ। यहाँ फ्राइडे गेम्सहरू नि खेलाउनुहुन्छ टिचरहरूले। अनि केही फेस्टिभल आउँदैछ भने त्यसको 1-2 दिन अगाडि कि भने केही दिन अगाडि सेलिब्रेट नि गर्छौँ हामीले। प्रोग्रामहरू नि धेरै हुन्छ, तिज प्रोग्राम, तिहार प्रोग्राम, दसैँ प्रोग्राम गरी धेरै प्रोग्रामहरू हुन्छ। अनि यहाँको सबै टिचरहरू काइन्ड हुनुहुन्छ, सबैले माया गर्नुहुन्छ। अनि एक्जाममा पनि एक्जाम पछि बिदाहरू पाइन्छ, बिदामा पनि हामी मजाले सेलिब्रेट होला नि। तर स्कुलमै गएर हेरेर त्यहाँको धरातली स्वरूप कस्तो छ, त्यहाँको वातावरण के छ, पढाइको सन्दर्भमा कस्तो छ, हो हल्ला हुन्छ कि हुँदैन, कतिको बजारबाट चाहिँ अप्ठ्यारो छ भन्ने कुरा सबै हेरेर स्कुल भिजिट गरेरै अभिभावकहरूले चाहिँ आफ्नो बच्चाहरूलाई इनरोल गर्दा चाहिँ बेटर हुन्छ जस्तो मलाई लाग्छ।